फर्स्टमा क्यामेरा अन गरौँ। यो हाम्रो नयाँ क्यामेरा हो, एकदमै महँगो क्यामेरा हो। आफ्टर लङ टाइम 1 वर्षको मेहनतमा मैले किनेको क्यामेरा हो। यसैबाट आज हामीले युट्युबमा 1 वर्षदेखि म हराइरहेको थिएँ। एक क्यामेरा किन्नको लागि हराइरहेको थिएँ। म कहाँ हराइरहेको छु, के गरिरहेको छु, त्यो सबै कुराहरू तपाईँले यस भिडियोमा थाहा पाउनुहुन्छ। सो चाहिँ फ्रेम मिलाउँ। फर्स्टमा हामीहरूको फ्रेम चाहिँ यस्तो छ। पछाडि मेरो पीसीमा तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो फोटो घर नेपालको लोगो छ। जुन ठाउँमा नै मैले आफ्नो 1 वर्ष लगाइरहेको थिएँ भनौँ। 1 वर्षसम्म म युट्युबबाट टोटली गायब भएको थिएँ। फर्स्टमा त युट्युबबाट म गायब हुनुको मेन रिजन चाहिँ के हो भनेपछि मलाई जुन लेभलको कुरा सोचेर म युट्युबमा लागेँ, जुन तरिकाको अब लास्टमा मान्छेलाई जति जे गरे पनि चाहिने त पैसा नै हो। म जुन कुरा सोचेर युट्युबमा मैले 3 वर्ष स्ट्रगल गरेको थिएँ, लगभग म 2 लाख सब्सक्राइबर मैले पुऱ्याएँ हैन। अनि त्यसपछि के भयो लगभग उमेर पनि भइसक्यो हैन। बिहे गरेर उमेर भइसक्यो, ल कमाएर घरमा दिने, बाबुआमालाई पैसा दिने उमेर भइसक्यो। युट्युबमा 1 वर्ष होला, 2 वर्ष होला, 3 वर्ष होला, 4 वर्ष होला, 5 वर्ष होला भन्दै 2018 देखि 2023 सम्म मैले युट्युबमा टोटली आफ्नो फुल टाइमै दिए हो मैले हैन। तर सोचे जति पैसा कमाउन सकिएन। म जुन फिल्डमा मोटिभेसनल को फिल्डमा लागेको थिएँ, त्यो फिल्डमा त्यति युट्युबले पनि हामीलाई पैसा दिएन। इफ त्यो टाइममा मैले भ्लगिङ गरेको भए भ्लगिङबाट दामी पैसा आउँथ्यो। कुनै पनि यो ग्याम्बलिङ वेबसाइटको प्रमोटर हान्दै 1 लाख 2 लाख जाम सबैले दिइहाल्थे हैन। पैसा भ्लगिङ गरे भए दामी पैसा आउँथ्यो। तर एजुकेसनल कन्टेन्टमा अलिक त कम पैसा जस्तो मलाई फिल भयो। 1 लाख भ्यू जान्छ भिडियोमा, लगभग $10 $12 मात्र दिन्छ युट्युबले। अनि त्यस्तो अवस्था आएपछि बाँच्न गाह्रो भयो। अनि त्यसपछि मैले अल्टरनेटिभ के गर्ने त हैन। अब सोशल मिडियाको फिल्डमा त छिरियो। अब यसमा एकपटक छिरेपछि के हुन्छ भने तपाईहरुलाई जुनसुकै काम गरे पनि मजा आउन। जति मजा कन्टेन्ट क्रिएटरलाई आफूले बनाएको भिडियो युट्युबमा पोस्ट गर्दा, टिकटकमा, इन्स्टाग्राममा जहाँ पनि पोस्ट गर्दाखेरि जुन मजा आउँछ नि, त्यो मजा कतै पनि पाउन सकिदैन। सो त्यसपछि मैले युट्युबलाई पेन्डिङ गरेँ। अब यति 12 घण्टा काम गर्दाखेरि पनि अब पेट पाल्न गाह्रो हुन्छ भने युट्युबलाई लङ टर्म सोचेर बढेर काम छैन भनेर मसँग अलरेडी युट्युबको लागि भिडियो सिडियो बनाउने एउटा सानो क्यामेरा थियो। त्यसपछि फोटो घर नेपाल भनेर मैले एउटा पेज खोलेँ। त्यो पेजमा लगभग साथीभाइ आफन्त नजिकको बिहेमा 5000 10,000 को प्याकेजमा काम गर्दै मैले फोटो घर नेपालमा अगाडि बढेँ। त्यहाँबाट मलाई लाग्यो भगवान, युट्युबमा $100 कमाउनु त 1 महिना पुरा घटिनु पर्थ्यो हैन। तर फोटोग्राफी बिजनेसमा त एउटा वेडिङ हान्यो 10,000 आइहाल्यो, कति सजिलो। अनि मैले आफ्नो टाइम र एनर्जीलाई कतातिर लगाएँ भनेपछि फोटोग्राफीतिर लगाएँ। मैले फोटोग्राफी सिकेँ, युट्युब हेरेँ, सिक्दै अहिले मजासँग फोटोग्राफीमै काम गरिरहेको छु। त्यसपछि मैले फोटो घर नेपाल भनेर च्यानल बनाएँ। अनि फोटो घर नेपालमा आफ्नो साथीभाइ इष्टमित्रहरूको अलिअलि फोटोसोटो 5000 10,000 8000 6000 मा काम गर्दै लगभग 1 वर्ष भयो प्रोफेसनल्ली काम गरेको। अनि यो 1 वर्षमा जोस म सटिस्फाई नै छु फोटोग्राफी बिजनेसलाई लिएर। के भन्ने कुरा कस्तो रहेछ भने आफूले चाहिँ सानो गर्ने हैन, तर मान्छेलाई इन्फ्लुएन्स गरेर बिहे चाहिँ ठुलो गर्नुपर्छ भन्न लगाउने काम नै मैले गरिरहेको छु। किनकि फोटोग्राफी बिजनेसमा तपाईहरु जति ठुलो बिहे गर्नुहुन्छ हामीले त्यति धेरै पैसा कमाउँछौँ। अहिले चाहिँ म खुसी छु फोटो घर नेपालमा लाई स्टार्ट गरेर। जोस हामीहरूले काम पनि राम्रो गरिरहेछौँ, पैसा पनि राम्रै भइरहेछ। अनि त्यो कारणले म फोटोग्राफीमा बिजी भएको कारणले मैले युट्युबमा अलिकति टाइम दिन सकिरहेको छैन। र यो क्यामेरा मैले 1 महिना भयो A7M4 किनेको। अनि यो क्यामेरा किनेपछि अलिकति रहर पनि लाग्यो। र आज शनिबारको दिनमा बिहानै आएर मैले यो भिडियो रेकर्ड गर्दैछु। तपाईले मलाई चिन्नुहुन्छ या चिन्नुहुन्न, मैले टोटली पहिला चाहिँ म टक्ला देखिन्थे हैन। हल्का आफ्नो लुक पनि चेन्ज गरेको छु। टोटली नयाँ तरिकाले आइरहेको छु। अब म सबैजनालाई पुरा मोटिभेसन पुरा पेलेर यो गर्नु त्यो गर्नु चाहिँ भन्दैन हैन। अब ज्ञान मैले बाँड्न छोडेँ। ज्ञान भन्दा पनि के कुरा हामीले बुझ्नुपर्छ भन्ने कुरा हो मोस्ट इम्पोर्टेन्ट हो हैन। तपाईहरु लाइफमा के चाहनुहुन्छ, तपाईहरु लाइफमा के गर्न चाहनुहुन्छ। इफ तपाईले आफूले चाहेको कुरा गर्न पनि मोटिभेसन चाहिन्छ भने तपाईले त्यो आफूले चाहेको कुरा कहिले पनि गर्न सक्नुहुन्न भन्ने कुरा क्लियर हो। जब कोही कुरा गर्न मान्छेलाई मन लाग्छ नि, त्यसपछि केही मोटिभेसन चाहिँदैन, केही पनि चाहिँदैन। जस्ट तपाईलाई मन लाग्यो तपाईले गर्नुहुन्छ। मेरो केसमा पनि यही हो, मलाई मन लाग्यो मैले गरेँ। 1 वर्ष अगाडिको कन्डिसन छुट्टै थियो र अहिलेको कन्डिसन टोटली चेन्ज भइसकेको छ।
त्यही भएर बजारको डिमान्डलाई हामीले रिसर्च गर्नु पर्यो त्यो डिमान्डमा काम गर्न हामीलाई इन्ट्रेस्ट लाग्छ कि लाग्दैन त्यो कुरा हेर्नु पर्यो बजारको डिमान्डमा तपाईको इन्ट्रेस्ट फुलफिल हुन्छ भने तपाईले त्यो काममा कसैले पनि रोक्न सक्दैन र तपाईलाई म के पनि भन्न चाहन्छु भने हामीहरूको फोटोगर नेपाल भनेर फेसबुकमा पनि छ युट्युबमा पनि छ टिकटकमा पनि छ यदि तपाईहरुको कसैको बिहे हुँदैछ फोटोग्राफर चाहिन्छ भनेपछि म पनि आउँछु हामी पनि आउँछौँ इफ हामीलाई पनि सम्झन सक्नुहुन्छ अरु त म के भनौं हैन अनि तपाईलाई हाम्रो शप कहाँ छ के छ फोटोग्राफी बिजनेसको बारेमा के कुरा बुझ्न चाहनुहुन्छ भनेपछि कमेन्ट गर्न सक्नुहुन्छ हैन अहिले मार्केटमा फ्रीलान्सर फोटोग्राफरको पनि एकदमै कमी छ तपाईहरु स्टुडेन्ट हुनुहुन्छ भनेपछि बुवा आमालाई यसो टोक गरेर बिहान साँझ पूजा गरेर एउटा 80-90 हजारको एउटा क्यामेरा किन्न लगाउनुस् जसबाट तपाईहरुले फ्री टाइममा आफ्नो कला देखाएर पैसा कमाउन सक्नुहुन्छ इफ तपाईसँग एउटा 80-90 हजारको नर्मल 80-90 छ भने पनि तपाईले पर डे को 5000 सम्म कमाउन सक्नुहुन्छ यदि भयो भने तपाई 8, 9, 10, 11, 12 मा पढ्नुहुन्छ तपाईसँग क्यामेरा छ भनेपछि तपाईले युट्युबमा हेरेर इजिली सिक्न सक्नुहुन्छ इफ तपाईले एकपटक युट्युबमा हेरेर सिक्नु भयो भने दिनको 5000, 6000, 10000, 15000 सम्म फ्रीलान्स काम गरेर पैसा कमाउन सक्नुहुन्छ मैले देखेको यही हो अहिले हामीलाई फ्रीलान्स फोटोग्राफरहरु चाहिरा हुन्छ तर बजारमा भेटिँदैन केटाहरु या त कसैसँग क्यामेरा हुन्न या क्यामेरा भए पनि या त मान्छेहरुले जानेकै हुन्नन् या त मान्छेहरुसँग क्यामेरा हुन्न सो हामीसँग क्यामेरा छ तर हामीसँग क्यामेरा भए पनि त्यो चलाउने मान्छे बजारमा पाइदैन सो यस्तो अवस्थामा तपाईले के गर्न सक्नुहुन्छ कलेज स्टुडेन्ट हुन्छ भने मैले अगाडि भनिसके बुवा आमालाई यसो हात पाउ जोड्नुस् अनि त्यसपछि एउटा क्यामेरा किन्न लगाउनुस् तपाईसँग क्यामेरा भयो भने तपाईले कन्टेन्ट क्रिएसनको फिल्डमा पनि अगाडि जान सक्नुहुन्छ र तपाईहरुले फ्रीलान्स काम गरेर पनि पैसा कमाउन सक्नुहुन्छ धेरै केटाहरु यस्ता पनि हुन्छन् जोसँग क्यामेरा पनि हुन्छ स्क्रिन पनि हुन्छ तर पनि काम पाइरा हुनन् उनीहरु चाहिँ के गर्नु पर्यो भनेपछि तपाईको लोकल क्षेत्रमा जति पनि फोटोग्राफरहरु फोटोग्राफी स्टुडियोहरु छन् नि त्यहाँ गएर एउटा सिम्पल 1000 रुपैयाँको कार्ड बनाउनुस् 1000 वटा पिस आउँछ 1000 वटा कार्डहरु प्रत्येक पसलमा गएर छोड्दिनुस् सर मैले यस्तो काम गर्छु इफ तपाईलाई फ्रीलान्सर चाहियो भने फोटोग्राफी भिडियोग्राफीको काम दिनु पर्यो कहिलेकाहीँ चाहियो भने हामीलाई फोन गर्नुस् भने प्रत्येक पसलमा गएर तपाईले जस्ट कार्ड मात्र छोड्नु भयो भने पनि 1-2 महिनापछि तपाईहरुले काम पाउन सक्नुहुन्छ जब उनीहरुलाई तपाईको आवश्यक पर्छ त्यसपछि उनीहरुले त्यो कार्डमा हेरेर तपाईलाई कल गर्छन् तपाई कहिले फ्री हुनुहुन्छ हुनुहुन्न भनेर यो पनि स्टुडेन्टले पैसा कमाउने एउटा राम्रो देख्छु मैले त्यसको लागि जस्ट तपाईले फोटोग्राफी क्लासेसहरु लिने अनलाइन भए पनि लिन सक्नुहुन्छ अफलाइन भए पनि लिन सक्नुहुन्छ इफ तपाईले अनलाइन फोटोग्राफी सिक्न चाहनुहुन्छ भने पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ हामी पनि तपाईहरुलाई सिकाउन सक्छौं अनलाइन फोटोग्राफी क्लासेसहरु र हामीले रियल फिजिकलले पनि सिकाउँछौं यदि तपाई दाङमा हुनुहुन्छ भने हामीलाई सम्झाउन सक्नुहुन्छ फोटोग्राफी क्लासको लागि पनि सो यो भिडियोमा यति नै गरौँ म अब बिस्तारै युट्युबमा पनि कन्टिन्यू आउँछु हैन आफ्नो एक्सपिरियन्सहरु शेयर गर्छु म तपाईलाई कुनै पनि ज्ञान दिदैन अब ज्ञानले पेट भरिदैन हैन मैले 5 वर्षसम्म यति बुक पढेमला यति यो गरेमला तर ज्ञानले पेट भरिदैन पेट भरिन्छ कामले तपाईले गरेको कामबाट दोस्रो व्यक्तिलाई हेल्प हुनु पर्यो हैन तपाईको सर्भिसले दोस्रो व्यक्तिलाई फाइदा भयो भने तपाईले पैसा कमाउन सक्नुहुन्छ अब तपाईले सोध्नुस् मैले दोस्रो व्यक्तिलाई फाइदा पुर्याउन उलाई हेल्प गर्नको लागि मसँग के छ त तपाईसँग बाइक छ भने तपाईले दोस्रो व्यक्तिलाई हेल्प गर्न सक्नुहुन्छ रेन्टमा दिएर पर डे 5000 10000 को दरले तपाईले कसैलाई रेन्टमा दिनुभयो भने त्यहाँबाट पैसा कमाउन सक्नुभयो यस्तै कुरा तपाईले सोच्नु पर्यो तपाईसँग के छ जुन कुरालाई बेचेर जुन कुरालाई दिएर पैसा दियोस् मान्छेले त्यो कुरा पनि ध्यानमा राख्नुस् यो भिडियो अलिकति लामो भइसक्यो 10 मिनेट भइसक्यो म यो भिडियोलाई काट्ने मसँग केही पनि फुर्सद छैन एडिटिङ गरेर पुरा त्यो के भन्छ रे सुई गरेर त्यो टेक्स्ट हाल्ने पनि मसँग जाँगर पनि छैन टाइम पनि छैन यदि टाइम मैले यतातिर लगाए भने यताबाट अलि बढी पैसा आउँछ सो मैले भिडियो चाहिँ तपाईलाई जस्ट अवेयर गर्नको लागि पैसा कमाउन सकिन्छ अहिले फ्रीलान्स गरेर पनि भन्नको लागि पनि हो र म 1 वर्षदेखि कता हराइरहेछु मैले युट्युबमा यत्रो 2 लाख सब्स्क्राइबर पुगेको च्यानललाई मैले किन चटक्क माया मारिरहेछु भन्ने कुरा तपाईलाई क्लियर गर्नलाई म यो भिडियोमा आऊ धेरै साथीहरु आउँछ मैले पसलमा यहाँनेर सिल्भर प्ले बटन पनि राखेको छु यता माथि म तपाईलाई देखाइदिन्छु ल बटन छ यहाँ सबमा आउने बच्चाहरु पुरा एक्साइटेड भए हुन्छन् वाउ दाइ यार सिल्भर प्ले बटन भनेर अनि यहाँ आउने धेरै साथीहरु पनि भनिरहनु भएको छ यत्रो सब्स्क्राइबर भए मान्छेले किन युट्युब च्यानलमा भिडियो हाल्न छोड्या हो भन्नुहुन्छ अब टेन्सन नगर्नुस् म यो प्ले बटनको सदुपयोग गर्छु र तपाईहरुले पनि देख्न पाउनुहुन्छ अबदेखि भिडियो सो यति नै भन्दै हैन
मेरा दुई शब्द यही टुङ्गाउँछु। यदि तपाईँलाई वेडिङ फोटोग्राफर चाहिन्छ भने हाम्रो फोटो गर्ने पाला सम्झन सक्नुहुन्छ। त्यही काम गर्नको लागि पनि म बिहानै आऊ, तर भिडियो गराउन मैले मानेन, जबरजस्ती मैले आज भिडियो बनाएँ। सो यो भिडियोमा यति नै गाइस। म आउने दिनहरूमा आफ्नो एक्सपिरियन्स सेयर गर्छु। म केही एडिट ब्याकग्राउन्ड म्युजिक केही पनि हाल्दैन, किनकि टाइम पनि छैन। तपाईँले मैले भन्न खोजेको कुरा जस्ट बुझे पुग्छ। सो गाइस, बाई बाई।